यो चाहिँ हाम्रो गाउँ मामा घर मेरो गाउँ मेरो जन्मस्थान हो यो एन्ड यहाँ चाहिँ उता पारी नार्च्याङ त्यो चाहिँ नार्च्याङ झरना त्यहाँ तल चाहिँ बैसरी रे अनि उता माथितिर चाहिँ अन्नपूर्ण हिमाल छ ट्रेकिङ गर्ने मजाको छ अनि उता नार्च्याङको स्कुल अनि हामी चाहिँ गाउँबाट फर्किँदै अहिले बल्ल 1 घन्टा बसेर यो चाहिँ हाम्रो गाउँको अप्ठ्यारो बाटो कहिले नि नबनाउने भयो गाउँलेहरूले बल्ल बल्ल स्कुटीमा बाउ छोरी आइरहेछ अप्ठ्यारो छ अनि यहाँ चाहिँ यस्तो बाटो छ अनि त्यहाँ चाहिँ मान्छेहरूले बसिरहेछन् अनि यस्तो अप्ठ्यारो बाटो छ यो स्लिप भइहाल्छ त्यही भएर यसलाई स्कुटीमा 2टा बस्ने होइन भन्छन् तर हामी बस्छौँ अनि यहाँ चाहिँ ठुलो टावर छ मेरो इन्जिनियर मामाले बनाएको मामाले मामा अलिक पज गर्छु तल काली गर्न उता चाहिँ हाइड्रो पावर उता चाहिँ नार्च्याङको स्कुल अनि यो चाहिँ जिगज्याग बाटो है यहाँ हामी चाहिँ यहाँ यो चाहिँ अप्ठ्यारै छ बाटो बिस्तारै जानुपर्छ बाइक चाहिँ टिक्छ यहाँ